नमस्कार। आज चाहिँ हामी कुलुङ झर्ना जाने उद्देश्यले दिवेशपुरीको घरमा भेला हुँदैछौँ होइन। अहिले चाहिँ हामी सरर जाँदैछौँ होइन। मनिष दोषको घर अगाडि आइपुगिसक्यौँ। मनिष दोषलाई चाहिँ हामी एकदमै धेरै मिस गरिरहेछौँ साथी। यार अमेरिका बसेर तिमीले धेरै पैसा कमाइसक्यौ होइन, हामीलाई नि यसो पठाइदेऊ डलर। यो परको चाहिँ मनिष दोषको घर है। अब हामी मनिष दोषको घरतिरबाट जाँदैछौँ। दोष तिम्रो घर हेर यार, धेरै वर्ष पछाडि मिस गरिरह होला हौ। मुस्ताङ लिएर जान्छ कि दोषले भन्ने हामीलाई आश छ। हाम्रो हेन्डसम दोष आउँदैछ नि। कोल्याप्स गरौँ न यार दोस्त, यार कोल्याप्स हान्ने दोष र म अब चाहिँ हेर्ने छिटै। यो चाहिँ हाम्रो क्युआरको डाइलग है। फाइनली हामी चाहिँ दुर्गापुरी बजार आइसक्यौँ होइन। यो चाहिँ हाम्रो दुर्गापुरी बजार हो। यता हामी विनोदको घरतिरबाट आएकाले तपाईँहरूलाई अहिले अनौठो अनौठो लाग्न सक्छ। भोला प्रेमीहरू हाम्रो यहाँ रोकिसके। ल हामी फाइनल्ली केटाहरूलाई भेटिसक्यौँ होइन। उहाँलाई चिन्नुहुन्छ होला, उहाँ फेमस मान्छे हुनुहुन्छ। दाइ एकचोटि यता हेरिदिनु न। ल अहिले फाइनल्ली भलाकुसारी आइपुग्यौँ हाम्रो दोस्तलाई भेट्नको लागि। दोस्त कता छु यार? केटाहरू अगाडि जाँदैछौँ सर र यो चाहिँ आइतबारे हो। यो चाहिँ अहिले हाम्रो यो राम्रो सडक बनेको छ। पथरीदेखि उर्लाबारीसम्म भनौँ न, यो एसियन हाइवे अन्तर्गत पर्दछ होइन। अहिले चाहिँ राम्रो बाटो बनेको छ। साथीहरू अगाडि जाँदै ट्राफिक नियम लगाइसकेँ होइन। एक हातले सेल्फी हान्ने, सेल्फीबाट भिडियो बनाउनु हुँदैन भनेर, त्यही भएर म अहिले पछाडि बसिसकेँ रुपे साथीको पछाडि होइन। साथी हेन्डसम भएर जाँदैछन् होइन। साथी तिमी यस्तै हेन्डसम हुनुको राज के हो यार? हो र? वाह ठिक छ। अब चाहिँ हामी जाँदै प्रवेश गर्दैछौँ होइन। जाँदैदेखि अलिक माथिपट्टि जानुपर्छ। यार कसलाई मारेर झुन्ड्याएको अरे? यसुलाई हो दोष, यो यसुको मूर्ति हो। दाइ यो कुलुङ जाने कताबाट हो? यता माथिबाट है। यहाँबाट चाहिँ ग्राभेल बाटो जानु पर्दो रहेछ है।
तपाईहरु जाँदाखेरि चाहिँ यता माथिबाट नजानु होला, यता तलबाट जानु होला। यता माथिको बाटो बिग्रेको छ अरे, यताको बाटो अलि राम्रो छ। तपाईहरुलाई पेट्रोलहरुको अभाव भयो भने पनि घिम्रे खाजा घरमा। यो बाटो चाहिँ पुरै ट्रायल सेन्टरको जस्तो सानो बाटो छ होइन, दामी मजा आइरहेछ। केटाहरूले पहिला लाइसेन्स दिँदाखेरि ट्रायल दिएका थिए, अहिले फेरि कुलुक झर्नातिर जाँदाखेरि केटाहरूले ट्रायल दिँदैछन्। यहाँ आइपुगेर कुलुङ झर्ना जाने बाटो। केटाहरू आइपुगे केटाहरू। कुलुङ जाने यतै नामा, यतैबाट हो। हामीलाई देखेर तर्सिँदै भाग्दैन नि। बोकाएर आउँदैछ नि बाख्रासँगै, कि चाहिँ बोकाएर हुन् नि। बाटो चाहिँ अब तपाईँहरूले देखिहाल्नु भयो होला होइन, ठाउँ ठाउँ कतै हिलो पनि छ, कतै कतै राम्रो त्यो सिमेन्टले ढलाइ गरे जस्तो पनि छ, कतै त्यस्तै छ। र पनि पाहाडको एउटा आनन्द होइन, एउटा मजा लिनेहरूका लागि चाहिँ कुलुङ झर्ना गन्तव्य बन्न सक्छ तपाईँहरूको लागि यो गर्मीमा होइन। कस्तो लागिरहेछ। यहाँनिर चाहिँ पार्किङ गरेर अब यहाँबाट हामी माथि हाइकिङ जान्छौँ होइन, ट्रेकिङ जस्तो सरर। अब चाहिँ हामी माथि हाइकिङ जाँदैछौँ। ल जाउँ केटा, ल सरर जाउँ न यता माथिबाट। आत्तियो क्या हो उस बाटो देखेर। सुशान्त आले चाहिँ अब हामीलाई स्पोन्सर गरिदिन्छ है। 5 रुपियाँले स्पोन्सर हुन्छ। हामी चाहिँ अब जाँदैछौँ माथि ट्रेकिङ। आदङबासे टाँसिदेले भालु बाँच्छो हाजिरो मास देवा त सीता भालु देसाई मास बधाई मास। यो चाहिँ कुन बाटो आयो त, हामी भन्दा घुम्दै आयो। यस्तो चाहिँ नि यो चाहिँ पहिरो जाने बाटो रहेछ। केटाबाट च्याक्कै तल हेर्दाखेरि खोला देखिन्छ। कहाँ गयो यार, यो चाहिँ हाम्रो पल्टेको साथी। खोलामा घुम्दै आयो नि, कस्तो पो मोहनी लाग्यो नि। खोलामा घुम्दै आयो नि, कस्तो पो मोहनी लाग्यो नि। ल है ल, अब बाटो फेरि कस्तो आइपुग्यो भने कुनै ठाउँमा ठाडो उकालो छ, कुनै ठाउँमा ठाडो ओह्रालो छ। आदङबासे यो कस्तो बाटो हो। हाम्रा चाहिँ पिता पुर्खा हाम्रा यलम्बर किरात राई हेर्दै बनाएको बाटोमा चाहिँ केटाहरू हिँड्दैछ। ल है आदङबासे टाँसी गेले। आदङबासे ल घुम्दै आइमे। हामी त घुम्दै पो आयो हजुरहरूको गाउँमा। कस्तो यो ठाउँमा दाल आइपुग्यो। 10 मिनट 10 सेकेन्ड हुँदैछ। यस्तो बाटो यो के हो र हाम्रो उता डोसे गलेर पाक भइसक्यो जस्तो छ। छिरे त नि म त
आतङ्कवासी बाटो छोडिदियो है। ल ल नाङ्गै नहुँदैछ मैले अब चाहिँ हामी कुलुङ झरनाको छेउछाउमा आइपुगिसक्यौँ होइन। यहाँबाट पर्तिर चाहिँ झरना अनि आज बिदाको दिन भएकाले मान्छेहरू धेरै इन्जोय गर्न रमाउन तराईतिर गर्मी छ, गर्मी छल्नलाई आउने गर्दछन्। ओए यहाँभन्दा नि माथि रहेछ हेर्न, बवाल छ त नि, मान्छे त थोरै छैन त यार। आइसक्यौँ यहाँनिर। दोष कस्तो छ बेउ? एकदम राम्रो छ। शनिबारको दिन आएको छौँ यहाँ कुलुङ झरना। राम्रो तपाईँको प्रस्तुति हेरियो यस, अहिलेसम्म। आन्तरिक पर्यटकहरू एकदमै धेरै रमाउँदै गरेर देख्न सक्नुहुन्छ। हाम्रै आन्तरिक पर्यटक एकदम नुहाइसकेर थाकिसक्नुभयो। ओए पानी त चिसो छ त यार, माल छ पानी। हाम्रो तराईमा नि यस्तो भएको पाहाडका यस्ता उज्याली चाहिने चिसापानीहरूलाई चाहिँ तराईमा झार्नलाई कोकाहा नदीबाट हाम्रो एलम्बर राजा, हाम्रो किराँतका राजा ल यहाँ पानी हामीले हेऱ्यौँ एकदम चिसो रहेछ। यस्तै यस्तै चाहिँ नि पाहाडका पानीहरूलाई चाहिँ कोकाहा नदीबाट जसरी चाहिँ हाम्रो एलम्बर राजा अलिक परबाट खिच्न हो कि एलम्बर राजा हाम्रो सुन्निमा पारुहाङका चाहिँ धरोहर हाम्रा हर्क साम्बाङले जसरी कोकाहा नदीबाट चाहिँ धरानमा लानुभयो त्यसरी हामी पनि यहाँको पानीहरू लान पाएको एकदम चिसो र चाहिँ नि हामीलाई एकदम गर्मीको बेलामा यसो जाडो छल्नलाई राम्रो काम गर्छ यो पानी। खाने त होइन त्यही पनि यसो बनाउनलाई यो पानी चाहिँ सिँचाइ गरेर चाहिँ श्रमदान गरेर यहाँबाट कति चाहिँ पाइप लाग्छ त्यति पाइप चाहिँ हाम्रो विनोद नेपालजीले डोनेट गरेर भइसक्नु भएको छ। म चाहिँ हामी देख्न सक्छौँ हाम्रो पाइप डोनेट गर्ने उहाँ नै हो। यहाँबाट चाहिँ कोकाहा नदी जस्तो धरानका हर्क साम्बाङले गरे जस्तो चाहिँ गर्नलाई चाहिँ पाइप डोनेट गर्ने उहाँ हो। साथै हामीले श्रमदान गर्ने यसो रमाइलो गर्ने भनेर हामी चाहिँ अब माथि झरनातिर जाँदैछौँ। मेन झरना चाहिँ माथि छ। चिसो पानी, मौसम पनि साह्रै राम्रो होइन। यो चाहिँ मेन झरना हो, कुलुङ झरना होइन, यहाँ माथिबाट आइरहेको छ। छ अब चाहिँ होइन, ए हाम्रो केटाहरू रमाउँदैछ। मजा आइरहेको छ केटा हो। दामी चिसो भइरहेको छ होइन। पक्काबाट गाउँदैछ, पक्काबाट गाउँदैछ। अहिले अझै केही विधिहरू पुगिरहेको छैन होइन। के पुगिरहेको छैन भन्दा हाम्रो भिडियोहरू अलिक धेरै हल्लिदिरहेको छ खिच्दाखेरि होइन। गोप्रो भएको थियो नि यो समस्या हुँदैन थियो। गोप्रो किन्ने तयारीमा छु म बिस्तारै। पानी पर्दैछ, मजा आउँदैछ है। निको आवाज कस्तो आइरहेको छ तपाईँहरूले सुनिरहनु भयो होला होइन। म चाहिँ हाई रिक्स लिएर मोबाइलबाट भ्लग बनाउँदैछु पानी पऱ्यो भने। भेस्ट चाहिँ किन नलागो भन्नु होला, भेस्ट चाहिँ अगाडि क्यामेरा भिज्छ कि भनेर भेस्टले पुरै बेरेर राखेको छ। अब जोगाउनु त पर्यो।
जाँदैछौँ हामी फर्किँदैछौँ अब चाहिँ अब चाहिँ हामी कुलुङ झरनाको यात्रा सकेर फर्किँदैछौँ होइन। तपाईँहरूलाई कस्तो लाग्यो? हामी अझै राम्रो क्रिएटिभ भ्लग निकाल्ने कोसिस गर्दै गर्छौँ होइन।